हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आजको स्पेसल रहेको छ ढिँडो। यो चाहिँ कोदोको ढिँडो हो। अनि यहाँ रहेको छ भटमास गुन्द्रुकको अचार, गुन्द्रुक भटमास टमाटर प्याजको। अनि यहाँ चाहिँ रहेको छ पोर्क लिभरको चाहिँ ब्लडसँग बनाएको करी। यो पनि त्यसकै करी हो, यसले मात्रै अलिक पुग्दैन होला भनेर ल्याएको छ अप्सनल। यहाँ चाहिँ रहेको छ पानी, अनि यो चाहिँ थोरै माम। अनि यहाँनिर चाहिँ छ रायोको साग। अब ढिला नगरी खाम है त। मामबाट नै सुरु चाहिँ गरौँ। थोरै फर्स्ट बाइट। बबाल मिठो भएछ। अरूहरू चाहिँ ढिँडो नचबाइदिन्छ, म चाहिँ सक्दिनँ, चबाउनै पर्छ अलिकति भए पनि। अनि ढिँडो चाहिँ कस्तो राम्रो ढिँडो हुन्छ, ढिँडो चाहिँ राम्रो मजाले पाकेको हुन्छ भने अरे यसरी चुल्हाफेरि चाहिँ लाइक त्यस हातमा नटाँसिने चाहिँ एकदमै राम्रो हुन्छ अरे भन्नुहुन्थ्यो मेरो आमा हजुरले। त्यही कुरा याद आयो। पकाउनु चाहिँ मैले आफै बनाएको ढिँडो चाहिँ। एकदमै मिठो भएको छ। ढिँडो र गुन्द्रुकको कम्बिनेसन चाहिँ एकदमै मिल्छ। हामी चाहिँ पहिलादेखि गाउँघरमा हुने बेला यसरी सुँगुरको मासुमा कुन लगाएर पकाएर चाहिँ ढिँडोसँग खाने गर्थ्यौँ। त्यही सम्झना आयो आज, त्यही भएर खाँदैछु म। सबै लगाएर खाऊँ। एक बाइट।
एकदमै मिठो भयो, एकदमै मिठो छ नि त। तर मैले माम चाहिँ नखाएको भए हुन्थ्यो जस्तो लाग्यो। ढिँडोले पेट भरिसक्यो, अघि माम पनि खाएँ नि त, ढिँडो मात्रै खाएको भए हुन्थेछ। एकदमै मिठो छ, त्यही भएर मात्रै खाएर हो। टुटुल त खाऊँ होइन त। ढिँडो आधीभन्दा अलिक धेरै र माम पनि भ्याइसक्यो, बाँकी त सबै भ्यायो। यो चाहिँ एक्स्ट्रा ल्याएको थिएँ मैले, अनि त्यस पुगेन भने भनेर। यो पनि खाएको भए त ठिक्क हुन्थेछ, तर म चाहिँ एकदम अगाइहालेँ क्या। फेरि कोदोको ढिँडो, कोदोको जस आइटमहरू नखाने मान्छेलाई अब जहिले तहिले त खाइराखिँदैन नि त आजकल त, त्यही भएर नखाएको पनि धेरै नै भइसक्यो, 3-4 महिना जस्तै भइसक्यो। त्यही भएर चाहिँ मैले खाइनँ, धेरै खाएँ भनेदेखि बिसाउँछ नि त। सो द्याट रक्ती लगाएको मासु र ढिँडो चाहिँ पहिलादेखि खाने भएको भएर होला एकदमै इन्जोय गरेँ मैले चाहिँ। हजुरहरूले इन्जोय गर्नुभयो होला। सो मैले चाहिँ यति चाहिँ खाइसकिनँ। अब चाहिँ यति भन्दै मेरो भिडियो यही हिँड्ने गर्छु। हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भनेदेखि लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।